नमस्कार, म पूर्ण खड्गा। आज मैले विशेष गरी नेपालको राजनीतिको बारेमा केही भन्न गइरहेको छु। नेपालको राजनीति साँच्चै के हो भने एउटा बिजनेस व्यापार जस्तो भएको छ। राजनीति भनेको यो मुलुकको काँचुली फेर्नको लागि गरिने एउटा प्लेटफर्म हो। एउटा चाहिँ देशको उन्नति, प्रगति, समृद्धिको बाटोमा डोर्याउने एउटा माध्यम हो। तर हाम्रो देश बिजनेसको माध्यम बनेको छ। यो एउटा दुःख लाग्दो कुरा हो। हाम्रो देश नेपालको जो प्रकृतिले दिएको चिज छ त्यो चिजलाई हामीले राम्रोसँग व्यवस्थापन गर्न सकेका छैनौँ। यदि हामीलाई प्रकृतिले दिएको प्रकृतिको वरदानलाई हामीले राम्रोसँग युटिलाइज गर्ने हो भने संसारकै सबैभन्दा ठुलो, सबैभन्दा टुरिस्ट आउने देश बन्ने थियो। हाम्रो देश नेपाली दाजुभाइहरू एकदम पोलाइटली बोल्न जान्नुभएको छ। हाम्रो देश नेपालमा हरेक धेरै किसिमका भाषाहरू बोलिन्छ, भिन्न भिन्न किसिमका कल्चरहरू छ। चाहिँ हाम्रो देश नेपालमा एकदम प्रसिद्ध मन्दिरहरू छ। हाम्रो देश नेपाल एक गौतम बुद्ध जन्मिएको थलो हो। हाम्रो देश नेपाल माउन्ट एभरेस्ट भएको हिमालयन कन्ट्री हो। हाम्रो देश नेपाल तराई पहाड हिमालले बनेको एक पवित्र भूमि हो। तर यो पवित्र भूमिमा राजनीति गर्नेहरूले खेल मैदान बनाएका छन्। मात्रै कम्पिटिसन हुन्छ, एकले अर्कोलाई हराउन। नेता बन्नु छ र लुट्नु छ, र कर्मचारी बन्नु छ, तहस नहस बनाएर मिलाएर एउटा नीतिगत भ्रष्टाचार गर्नु छ। यति मात्र छ हाम्रो देश नेपाल। हाम्रो देश नेपाल साँच्चीकै एक डेडिकेट तरिकाले लाग्ने हो र अगाडि बढ्ने हो भने हाम्रो देश नेपाल धेरै छिटोभन्दा छिटो द्रुत गतिले अगाडि बढ्नेछ। हाम्रो देश नेपालमा लाखौँ टुरिस्टहरू दिनमा भित्रिने छन्। अहिले हाम्रो देश नेपालमा जो अहिले चलिरहेका एयरपोर्टहरू छन्, इन्टरनेसनल एयरपोर्ट, यी एयरपोर्टमा थाम्नै धौ हुने गरी टुरिस्टहरू आउने छन्। र हाम्रो देश नेपालका युवाहरू अर्कोको देशमा जानुपर्ने छैन। कुनै पढेकोले एक गाइड गरेर खानेछन्, कसैले पोर्टर गरेर खानेछन्, कतिले व्यवसाय गरेर खानेछन्। हाम्रो मुलुक सानो मुलुक हो, मात्रै पुग नपुग 3 करोड जनसङ्ख्या भएको मुलुक हो। यो मुलुकका युवा दाजुभाइ दिदीबहिनीहरू हाम्रै देशमा सास फेर्न पाउनुपर्छ, हाम्रै देशमा हाम्रो देशको उत्पादन खानुपर्छ, हाम्रै देशमा आय आर्जन गर्नुपर्छ भन्ने मान्यता राख्ने हो। र हाम्रो देशका लिडरहरूले एक मियोको किसिमले अगाडि बढ्ने हो भने एक परिवर्तन किसिमको एउटा आमूल परिवर्तन ल्याउने किसिमको नेता हुने हो भने हाम्रो देश नेपाल छिट्टै द्रुत गतिमा फास्ट ट्र्याकबाट अगाडि बढ्नेछ। हाम्रो जिडिपी बढ्नेछ र हामी नेपालमै सास फेर्ने किसिमको हावा भेट्नेछौँ, पिउने किसिमको पानी भेट्नेछौँ। हरेक हाम्रा उत्पादकहरूलाई सहजै तरिकाले अरू देशहरूमा हामी पठाउनेछौँ। हामीलाई अति आवश्यक हाम्रो देशमा उत्पादनै गर्न नसकिने चिज मात्रै हामीले भित्र्याउनेछौँ। त्यसपछि हाम्रो देश साँच्चीकै समृद्धि हुनेछ। समृद्धिको बाटोमा लागौँ, सबै जुटौँ। धन्यवाद। फेरि भेटौँला। नमस्कार।